हेलो नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। अन्त म पनि एकदम नै सन्चै नै छु। अन्त फिलहाल भने चाहिँ म चाहिँ यहाँ बारीमा आइरहेको छु अनि हजुरहरूलाई पनि बारीबाट एकदमै फ्रेस गुड मर्निङ विस गरिरहेको छु। आज चाहिँ म चाहिँ अलिक छिटो उठेको थिएँ होइन, अन्त त्यही भएर चाहिँ छिटो फ्रेसहरू भएर खानासाना बनाइसकेर यहाँ बारी आएको। बारी चाहिँ त्यस्तो टाढो त होइन हुनु त, यहीँदेखि घरदेखि यहाँ माथिल्लोपट्टि है। किन आएको भन्दाखेरि चाहिँ यहाँ काँक्रा रोपेको थिएँ खासमा मैले, अनि त्यो काँक्रा हेर्नु पऱ्यो कस्तो भएछ टिप्नु पऱ्यो भनेर चाहिँ आएको। सो तपाईँहरूलाई पनि देखाउने छु, हेर्नुहोस् होला है। काँक्रा चाहिँ अलिअलि फलेको रहेछ हो यहाँनिर, अनि यहाँ माथि घामले गर्दा देखेन, खै यताबाट लगाएर देखाउनु पऱ्यो। यहाँ एउटा फलेछ हो, अन्त अस्ति दुईवटा फलेको चाहिँ लगिहालेछ, आमाले दिइहाल्नु भएछ हो अरूलाई। अनि हेर्नुहोस् है अलिअलि फलेको छ काँक्रा चाहिँ, अर्ग्यानिक एकदमै। अस्ति नै रोपिराखेको थिएँ मैले है, त्यो चाहिँ फलेको रहेछ। चिचिलाहरू सानो छ यहाँहरू चाहिँ। अन्त चाहिँ यो अन्त यो चाहिँ तपाईँहरूले के देख्नुहुँदैछ, चाहिँ एक्स्ट्रा केही देख्नु हुँदै होला होइन। यो चाहिँ हो काँक्रामा चाहिँ यस्तोहरू झुन्डायो भने चाहिँ नजर लाग्दैन भन्ने एउटा भनाइ छ है। तपाईँहरूले यस्तो गर्नुहुन्छ हुँदैन, यसो कमेन्ट गरेर भन्नुहोस् है। यो हो क्र्याब है, यसलाई चाहिँ हामी गङ्गटा भनिन्छ। अनि यहाँ काँक्रा चाहिँ हेर्नुहोस् है, यस्तोहरू लगायो भने चाहिँ आँखा लाग्दैन, अलिक मजाले फल्छ भन्छ। खै हाम्रो त त्यस्तो त छैन, ठिकै फलेको छ फल्न चाहिँ। सो हेर्नुहोस् है, हो मसिनो चिचिलाहरू त छ तर पुरै डेङ्गै माथि है। अनि अर्को चाहिँ यता पनि छ, हेर्नुहोस् है, घरभित्र पस्न आँटिरहेछ, खिड्कीबाट टिप्दा पनि हुने रहेछ लम्केर। यो चाहिँ किन यस्तो भयो भन्दाखेरि चाहिँ थाङ्ग्रा लगाएको थियो खासमा, त्यो सानो भयो होला सायद है, अनि लडेर घरपट्टि ढल्केछ। घरपट्टि ढल्केर चाहिँ अन्त यस्तो भएर नि फल्नु चाहिँ फलिरहेछ बिचरा त्यहाँनिर। सो अब म चाहिँ यिनीहरूलाई टिप्नु पर्ने छ हो आज चाहिँ। काँक्रा चाहिँ टिप्नु पर्ने छ। सो यो टिप्छु एउटा हो। वाह हेर्नुहोस् है, काँक्रा देख्नुभयो नि, अर्ग्यानिक एकदमै। अरू पनि टिप्नुपर्ने छ तर यो भुइँमा लडाउँछ होइन, यता यहाँ पनि छ। त्यही हो, यो पनि टिप्नु भेट्छस् क्या नि, टिप्नु त भेट्छ। हाइट छोटो भएर क्या। अब हट्या एउटा सानो चाहिँ होस् है, यो चाहिँ फुल उयो भएको को नि त के गरौँ त्यो चाहिँ होस् एउटा। ल वाउ दामी अर्ग्यानिक काँक्रा हेर्नु। यो दुईवटा चाहिँ राख्नु, त्यो दुई होस् भनेको कोनि त कसब गरेर राख्नु हो यो अहिले। ल होस् त्यो।